आरवले गहिरो सास फेरेर राधिकालाई हेर्यो। उसको मनमा अनेक प्रश्नहरू उठिरहेका थिए। के यो सबै सत्य हो? के ऊ पुनर्जन्मको कसमसँग जुधिरहेको छ? र यदि उसले अघि बढ्यो भने के ऊ अझै पनि आफ्नो पुरानो जीवन र अतीतबाट भाग्न सक्छ? राधिकाको आँखा चम्किरहेको थियो। त्यसमा एउटा अनकन्टा प्रेम र आक्रोशको मिश्रण थियो। तिमीले मलाई बाचा गरेको थियौ विक्रम, राधिकाले भने। मृत्यु त केवल शरीरको हो, तर माया अमर छ। आरवको मनमा एक अचम्मको शान्ति थियो। यद्यपि उसको हृदय ढुकढुक गर्दै थियो। के म यो सत्य स्वीकार्न सक्छु? उसले आफूलाई सोध्यो, तर जवाफ उसको हृदयको गहिराइमा लुकेको थियो। उसको शरीर आफै अघि बढ्न चाहन्छ जस्तो थियो। म माया स्वीकार्न चाहन्छु, आरव अन्ततः भने। म तिमीलाई र हाम्रो अतीतलाई स्वीकार्छु। राधिकाको अनुहारमा हल्का मुस्कान आयो र उसको हात बढाएर आरवको हात समातिन्। तिमीलाई थाहा छैन विक्रम, यो केवल सुरुवात हो, उसले शान्त स्वरमा भन्यो। कोठामा सबै बत्ती बलिरहेको थियो। बाहिरको हावा हल्का गुन्जिरहेको थियो र रिसोर्टको पुराना झ्यालहरू हल्का हल्लिरहेका थिए। एक अर्कामा हाँस्दै आरव र राधिकाले आफूलाई एक अर्कामा खोलेका थिए। तर जब राधिकाले आरवलाई अँगालो लगाइन्, एक विचित्र र चित्तबुझ्दो शान्ति फैलियो। आरवले आफ्नो मनमा सोचे, सत्य कहिले नष्ट हुँदैन। यो अतीत र वर्तमानको एक अविभाज्य हिस्सा हो। तिमी मसँग यहाँ सधैँको लागि पाउन चाहन्छौ? राधिकाले सोधिन्। उनको आँखामा प्रेम र आशा थियो। आरवले गहिरो सास फेरेर उसको आँखामा हेरे। सधैँको लागि राधिकाजी। जब बाहिरको घडीले रातको 4 बजायो, त्यहाँ एक अनौठो चुप्पी बस्यो। कोठा अचानक बिल्कुल शान्त भयो। आरव र राधिकाको शारीरिक उपस्थितिसँगै रिसोर्टको समय रोकिएको जस्तो महसुस भयो। त्यो रातको समयमा कोठामा कुनै आवाज थिएन। केवल उनीहरूको सास र हृदयको धड्कन मात्र सुनिन्थ्यो। अर्को बिहान रिसोर्टका कर्मचारीहरू 7 नम्बर कोठामा गए। तर त्यो कोठा जसमा रातभरिका अकल्पनीय घटनाहरू भएको थियो, पूर्ण रूपमा खाली थियो। रिसेप्सनिस्टले रिसोर्टको डबल चेक गरे, तर आरवको नाम र चिन्ह सबै मेटिएको थियो। कसैले पनि उसको बारेमा केही थाहा पाएन। तर जब कोठाको ऐनामा हेरेर केही गाउँलेहरूले हेराए, एक अनौठो दृश्य देखियो। दोहोरो आकृति, आरव र राधिकाको प्रतिबिम्ब हाँस्दै उभिएका थिए। त्यो दृश्य मात्र कोठामा एउटा पर्खाइको सङ्केत थियो। अब रिसोर्टको कथाले एउटा नयाँ मोड दिएको थियो। यहाँ न केवल समय, न केवल यादहरू लुकेका छन्। अब के होला, यो रहस्य कहिले समाप्त हुँदैन।